यो गर्मी महिनामा शरीरलाई शीतलता प्रदान गर्न आज हामी काठमाडौँको चोभारमा अवस्थित होपिङ ल्यान्डमा आएको छौँ, जुन एकदम रमणीय देखिएको छ। यो चाहिँ हाम्रो फर्स्ट चोटि हो, जहाँसम्म लाग्छ काठमाडौँको वान अफ द बेस्ट वाटर पार्क पर्छ मेरो विचारमा। एकदम हेर्दै आनन्द, रमणीय, शान्त देखिन्छ। सो मान्छेहरू पनि एकदम आइरहेको छ, आज बिदाको दिन पनि भएर होला। समर भ्याकेसन है काठमाडौँमा गर्मी त छैन, अब गर्मी रोलान्डोको फ्यान रे। होपिङ ल्यान्ड आज घाम पनि लागेको छ, ठिक ठिकै छ मौसम। एकदम पर्फेक्ट सुहाउँदो जोडी दुवैजना मक्का छन्, पुनः एकदम स्माइल छ हाँसेका छन् दुवैजना। अथवा हेलो गरिदियो। हामी चाहिँ समर भ्याकेसनमा कहाँको होपिङ ल्यान्ड आएको है घुम्नलाई। कस्तो लागिरहेको छ छोरो? लजाऊ लजाऊ बस 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 त तातो भयो ल हिँड्नलाई भयो ल भयो। वेयर इज डाइनोसर? डाइनोसरको त्यो अस्ति पन्जर मात्र छ। वाउ, डाइनोसर के हो छोरो? त्यो डाइनोसरको हड्डी पुच्छर कति लामो है। आउ ल आऊ, अहिले त्यतातिर अहिले जाने हो। अब पहिला स्विमिङ गर्नु जाउँ, गर्मी भएर चाहिँ एकदमै। के तात्यो? ट्वेप आक्रामिसी आक्रामिसी कुद्यो कुद्यो कुद्यो। यो मैले हेरेको पनि छ है, हामीले उता छ भनेर है। यो यसको नाम एलियन हो के? एलियन एउटा कुन मुभी थियो नि? त्यो एलियन भने के रे? जुरासिक हैन के फिल्ममा थियो? जय भद्रङ जे पनि बोल्दिने लैन। आऊ ल, पहिला हामी लकर राख, सामानहरू लकर राखौ। आऊ छोरो कस्तो कस्तो भइरहेछ? रमाइलो भइरहेछ। बाइकै हो मारे। बिस्तारै आउनु न, पछि नि यार। डर लाग्यो माय लर्ड, डर लाग्यो माय लर्ड। जीवनमा अनुभव गर्न पाइयो।
हानौँ अहिले हान्छु अनि अद्वैक खुट्टा भेटेन ल रेडी छोरो सेकेन्ड टाइम छोरो लगभग 3 घन्टा जति चाहिँ हामीले पानीसँग एउटा अविस्मरणीय क्षण बिताउन पायौँ। 3 घन्टासम्मको हाम्रो पानीसँगको आत्मीयतापछि हामी चाहिँ लास्टमा चाहिँ जुरासिक पार्कमा घुम्ने भनेर हामी जुरासिक पार्कतिर जाँदैछौँ। सो अब हेरौँ, हाम्रो फर्स्टचोटि हो जुरासिक पार्क, रमाइलो छ भनेर सुनेको। सो हामी त्यहाँतिर जाँदैछौँ। ल गो टु जुरासिक पार्क। कस्तो दामी ठाउँ रहेछ नि। कहाँनिर छ त? डाइनोसर कराइ छोरो। देख्यो डाइनोसर देख्यो? चलेन त। अब डाइनोसर हेर त, ठ्याक्कै बेला घुमिहाल्यो फेरि डाइनोसर। ल डाइनोसर हेर ल, अझै बी केयरफुल है डाइनोसर। जहाजले घुमेर कुद्या हेर छोरो, एउटा डाइनोसर, 2टा 3टा 4 कतिवटा रहेछ भन न। एउटा हाम्रो सफारी चाहिँ सकिएको अवस्था, अब हामी झर्नुपर्ने हुन्छ। ल है मोटु दोस्त, हामी जाँदैछौँ, तिमीलाई छोडेर जाँदैछौँ। तिमीलाई छोडेर जान मन त थिएन, समयको अभावले गर्दा हामी जाँदैछौँ। नमरे बाचे दैवले साचे, फेरि भेट्न होला मोटु दोस्त है। बाई बाई, सी यू नेक्स्ट।